गाइज ब्याक टु माई न्यू ब्लग। आज चाहिँ फेरि पनि मैले नयाँ भिडियो लिएर आइसकेको छु गाइज। आज चाहिँ म बिहानै उठेर होइन, बिहान सधैँ नउठ्ने मान्छे आज बिहानै उठेर मर्निङ वाक आएको छु गाइज। म चाहिँ मर्निङ वाक कता आएको छु भने हेर्न सक्नुहुन्छ, यति हरियाली मकै छ चाहिँ यता मकैबारी दराम भने जस्तो मकैबारीतिर आएको छु गाइज म चाहिँ। अनि मकैबारीतिर चाहिँ किन आएको छु भन्ने गाइज होइन, यसो मर्निङ वाक पनि आए जस्तो हुने, अनि मकै पनि के छ कसो छ यसो खेतबारीतिर पनि हेरविचार हुने भनेर आएको छु गाइज म चाहिँ। यो भिडियो कस्तो लाग्छ के लाग्छ सल्लाह अनि सुझाव दिनु होला गाइज। यो भिडियो लास्टसम्म हेरेर साथ दिनु होला। मेरो च्यानलमा नयाँ हुनुहुन्छ, जोडिन चाहनुहुन्छ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। यदि भिडियो मन परेमा लाइक पनि गरिदिनु होला गाइज। हस् त हुन्छ होला गाइस। तपाईहरुलाई आज मैले के भन्न गइरहेको छु भनेदेखि, आजभोलि मान्छेहरु गाउँघरमा किन बस्दैनन् थाहा छ तपाईहरुलाई? यसरी घाँस काट्नुपर्छ गाउँघरमा गएपछि। यहाँ त गाइस मेरो बुढी गाउँमा घाँस काट्दा न्याउ र बाँदरको जस्तो भएको। यसरी घाँस काट्नुपर्छ कि त गाउँघरमा बसिसकेपछि बस्तु बाख्रा पाल्नु भएन गाइस हैन। बस्तु बाख्रा पालेपछि यसरी गर्मीको बेलामा गर्मीको मौसममा हेर्न सक्नुहुन्छ, यस्तो मकैबारीमा आएर त्यही पनि आफ्नो अलि माथि छ त्यहाँ आफ्नोमा घाँस छैन गाइस हैन, अर्काकोमा आएर यसरी अब के भन्नु, अब अरूले थाहा नपाउने गरी घाँस काट्नुपर्छ, घाँस चोर्नुपर्छ गाइस। यस्तो छ जिन्दगी, गाउँघरको जिन्दगी। अनि अर्को कुरा चाहिँ के छ भने गाइस हैन, पानी परेको गरेर मौसम बिग्रेको कारणले गर्दा यसपालि मकैहरु चाहिँ यस्तो छ, मजाले हुर्किन पाएन, बिगारिसकेको थियो गाइस हैन मकै पानीले। धन्न यतिको मकै भयो। अब चाहिँ पानी नपरे हुन्थ्यो, अब त परे पनि अब के छैन, अब त मकैलाई पानी चाहिने नै बेला भएको छ गाइस हैन। त्यही पनि अझै केही समय नपरे नै हुन्थ्यो हैन, यतिको मकै छ ठिकै नै हुन्छ होला गाइस हैन। अनि त्यति भन्दै अब चाहिँ म छुट्टिन्छु गाइस। भिडियो कस्तो लाग्छ सबै भिडियोहरु सर्टमा मैले खिचेको छु, कस्तो लाग्छ यदि भिडियो मन परेमा एक लाइक गरिदिनु होला। फाइनली गाइस घाँस काटेर घाँसको बारी लिएर चाहिँ हामी अब घर जाँदैछौँ गाइस हैन। घाँस यसरी बोकेर हिँड्नुपर्छ गाइस, गाउँघरमा गाह्रो छ हैन। आज चाहिँ हामी खासमा मर्निङ वाक आएको थियौँ क्या, त्यही भएर अनि मर्निङ वाक पनि जाने अनि घाँस पनि काट्ने भनेर चाहिँ अनि खासै धेर बोकिनौँ गाइस। घाँस हामीले यति छ हैन, यति भएलाई पुगिहाल्छ, भरेलाई भोलिलाई फेरि आउनु पर्ला हैन। गाइस गाउँघरमा घाँस काटेर यसरी बोकेर हिँड्नुपर्छ, बिचारा गाह्रो छ जिन्दगी चलाउन गाह्रो छ नि, सङ्घर्ष गर्नु परेको, सङ्घर्ष गर्ने त्यति सजिलो कहाँ रे, यति गाह्रो छ। हेर्नु त घाँस यसरी बोकेर हिँड्नुपर्छ गाइज।